जमानामा हाम्रा काका चाहिँ शान्ति सेना जाँदा रहरले यो क्यामेरा ल्याउनु भएको रहेछ। यो क्यामेरा चाहिँ अहिले पनि काम गर्छ होइन, यसमा ब्याट्री हालेर। यो चाहिँ रिलवाला हो क्या, ब्याट्री हालिसकेपछि यो क्यामेराले अझै पनि काम गर्छ। अनि अब यो यसको जमाना चाहिँ गइसक्यो। अब उहाँलाई चाहिँ कस्तो रहर लागेको छ भने यो क्यामेरा बिक्री भयो भने म पनि एउटा मोबाइल किनेर टिकटक हेर्छु, युट्युब हेर्छु। बुढाबुढी मान्छे सबै अहिले मोबाइलमा रमाउँछन्, म पनि यो मोबाइल किन्छु यो क्यामेरा बिक्री भयो भने चाहिँ भन्नुहुन्छ। ल अब यो क्यामेरा एकदम महत्त्वपूर्ण क्यामेरा हो। यो पुरानो मोडलको यो रिलवाला हो होइन। अब अहिले यस्तो क्यामेरा त हराइसक्यो। त्यही पनि यदि तपाईँहरू कसैलाई चाहिँ यस्तो क्यामेराको आवश्यक छ, खोजिराख्नु भएको छ भने यो रिलवाला क्यामेरा काम गर्छ यसले होइन, अहिले पनि काम गर्छ। कसैलाई चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला है गाइज। यो क्यामेरा एकदम राम्रो छ। उहाँले चाहिँ शान्ति सेनाबाट फर्किँदाखेरि विदेशबाट ल्याउनु भएको रहेछ। क्यामेरा एकदम राम्रो छ, पुरानो डिजाइनको भए पनि यत्तिकै राखिराखेको क्यामेरा हो, युजमा आएन, काम गर्ने क्यामेरा हो। यदि कसैलाई चाहिन्छ भने चाहिँ सम्पर्क गर्नु होला है गाइज। राम्रो छ क्यामेरा। ल रिलवाला क्यामेरा एकदम पुरानो मेमोरी झल्काउने क्यामेरा हो यो। टक्क यहाँबाट हेरेर फोटो खिच्ने हो, यसरी यहाँबाट हेर्ने अनि ट्याक्क फोटो खिच्ने हो नि त। ल कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोस्। हाम्रो काकालाई चाहिँ मोबाइल दिने हुन्छ अरे, एउटा थोत्रो चल्ने मोबाइल दियो भने पनि उहाँले यो क्यामेरा चाहिँ दिनुहुन्छ अरे है।